ल है गाइजहरु आज दहा कतारमा एकदम भारी वर्षा हुँदैछ हैन। आज चाहिँ एकदम ठुलो पानी पर्ला जस्तो छ साथीहरु। हेर्नुस् त आज नेशनल डे दहातिर घुम्न जान पर्ला भनेको बरबाद। Oh my god. हो दाजु होइन धेरै दिन पछि बाहिर निस्केको म भित्र काम गर्छु कि त्यही हो। ठुलो पानी ठुलो परेन यस्तो पानी नेपालमा पर्दैन, झरीला यस्तो पानी पर्ने। गर्मीले हप्याक बनाउँछ, के गर्नु गाह्रो छ, पछि हिँड्दै गाह्रो छ। हेर्नु होला साथी, आज पनि एकदम ठुलो पानी परेको छ यतातिर। तपाईँहरू कता हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ, तपाईँहरू भएको ठाउँतिर पनि पक्कै पनि पानी आएको होला। आज पनि यो ठुलो पानीले खतम गर्ला जस्तो छ, मौसम ठिक छैन आज। हेर्नुहोस् त, ओहो आज पानी परेर बर्बाद छ। त्यस्तै जाडो छ, मौसमले च्यालेन्ज गरेको छ हैन। लोकल भाले च्याट्ट पारेर रक्सी प्याट्ट पार्ने जस्तो मौसम छ। के गर्नु अब, पछि जिन्दगी गाह्रो छ। हेर्नुहोस् पानी परो, अब त केही छैन। पानी परो बर्बाद हो। ओहो नेशनल डेको दिन पनि यस्तो पानी परेछ त कहाँ घुम्न जाने हो गाइजहरु। अब रुमतिरै बस्नु पर्ला जस्तो छ नि, भरै गाह्रो छ। माइ गॉड व्हाट अ गुडनेस, पानीको बर्सात छ हजुर। के गर्नु, हेर्नुहोस् त्यस्तो पानी परेर बिजोग छ आज त हाम्रोतिर त।